अब पनि भएन भने म रामचन्द्र पौडेललाई थुत्ने काम पहिलो हात मेरो नै हुन्छ है दाइ। मैले भनिसकेँ आज तपाईको 10-11 बजे भित्रमा दाइ डिसिजन भएन भने हामी राष्ट्रपति कार्यालय घेराउ गर्छौं दाइ। नेपाली जनता सबैजना घेराउ गर्छ। हजुरहरूले सुटिङ गर्नुहुन्छ आफ्नो ठाउँमा छ दाइ। यतिकै मर्ने उतिकै मर्ने हो दाइ हैन। म अहिले आह्वान गर्दैछु सबैजनालाई। राष्ट्रपति अस्ति हामीले छुएको थियौं। यति मात्र कारणले गर्दा दाइले मेरो कुरा सुनिदिनु होला है हजुर दाइ। म एकदम सिरियसमा छु। हजुरलाई मैले एकदम दाइ मानेर हजुरलाई रेस्पेक्ट गर्छु। म नेपाल आर्मीले प्रयास गरिरहेछ त्यहाँ मैले देखिरहेछु नेपाल आर्मीले प्रयास गरिरहेछ हैन। चिफ साहबले पनि प्रयास गरिराख्नु भएको छ बिचारा 10 घण्टा भइसक्यो प्रयास गरिराख्नु भएको चिफ साहबले पनि हैन। तर अझ पनि रामचन्द्र पौडेलले तपाईको नेपाली कांग्रेसको नेपाली कांग्रेस हैन नेपाली कांग्रेसको आधारमा म नेपाली कांग्रेसको उयो भएको हुनाले चाहिँ यसले राजनीति खेलिरहेछ दाइ। मेरो देशको सवाल छ दाइ। म गोली खान तयार छु। हामी सबैजना तयार छौं। 10 र 11 बजे भित्रमा यो डिसिजन भएन भने हजुरलाई ठोकेर राखिदिन्छ कि छातीमा गोली खाएर हामी अगाडि बढ्छौं। सुशीला म्यामसँग कुरा भयो दाइ। मैले सुशीला म्यामलाई भनिसकेँ म्याम तपाईले यो अभिभावक त लिनु सक्नु भएन भने तपाईले यो कुरा गर्नु सक्नु भएन भने हजुरले मिडिएसन गर्नु सक्नु भएन भने म सिधै गोली खान तयार छु दाइ। मेरो 20 जना केटाहरु मरिसक्यो। अर्को हामी 30 जना थपौँला। देशमा ठूलो आन्दोलन हुन्छ। म त्यसपछि कसरी चेन्ज हुँदैन। को नेतालाई थुत्रै हाल्दैन म हेर्छु दाइ। त्यसपछि दाइले हजुरले चिफ साहबलाई यही कुरा गर्नुहुन्छ। हजुर 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 उहाँले चेतावनी दिइराख्नु भएको छ भनेर भनेको छु। त्यो तपाईँले अब सुशीला म्यामले चाहिँ उहाँसँग कुरा गर्ने सब मिल्छ सँगै जस्तो भयो जस्तो लाग्छ मलाई। होइन सुशीला म्याम अघि भर्खर मैले सुशीला म्यामलाई चिफ साहबलाई फोन गर्न लाएँ हैन। मैले चिफ साहब फोनमा हुँदाखेरि मैले भनिसकेको छु। त्यतिखेर नि मैले चेतावनी दिइसकेको छु। सुशीला म्यामलाई पनि चेतावनी दिएको छु। मैले चिफ साहबलाई पनि चेतावनी दिएको छु दाइ हैन। हजुरले यो डबल कन्फर्मेसन गरिदिनु होला किनभने टाइम भनेको थिएन हजुरलाई। तर म हजुरलाई टाइम भनिदिइहालेँ। नेपाली जनताको अगाडि मैले घोषणा गरेको छु दाइ। यो हामीले भिडियो अपलोड गर्दैछौँ दाइ। म जोक गरेको होइन दाइ। म भगवान कसम सिरियस हो दाइ। म है मैले हजुरलाई होइन हजुरले फेरि इन्फर्म गरिदिनु होला प्लिज दाइ। म हजुरलाई रिक्वेस्ट गरिदिएँ हैन। तर अब पनि भएन भने म रामचन्द्र पौडेललाई थुत्ने काम पहिलो हात मेरो नै हुन्छ है दाइ। मैले भनिसकेँ।